यो एउटा फ्रिज हेर्न आएको आइस हेर्नु त ओ माई गड यहाँको त पुवाल रहेछ त यस्तो भयो भने समस्या आउँछ कम्प्रेसर डाइरेक्ट भएको यो सेन्सरले काम गरेन थर्मोस्टाटले काम चाहिँ गरेन ढोकै मिल्दैन दानी ओभर आइस भयो ढोका प्लगै हुँदैन यो मासु त्यतिखेर नि भोलि बिहान गनाउँछ हजुरको यस्तो यस्तो गराउँदाखेरि होइन अनि तल चिसो आउँछ त के थाहा त हामीले अनि मासु गनाउँछ है चिसो भएन आइस मात्र भयो मासु गनाउँछ हो जम्मै चिसै जुन अगाडिको भिडियोमा देख्नुभयो आइस टपक्क भरिएको फ्रिज त चलिरहेछ मेरो फ्रिजमा समस्या होइन भनेर यत्तिकै बस्नु चाहिँ भएन किनकि कम्प्रेसर कन्टिन्यू चल्यो र आइस चाहिँ भरिँदै गयो त्यो के कारणले हुन्छ भन्दाखेरि एउटा थर्मोस्टाटमा समस्या आयो भने हुन्छ भने एउटा चाहिँ ढोका राम्रोसँग लागिएन भने पनि हुन्छ त्यही भएर दक्ष प्राविधिकद्वारा नजिकैको कुनै टेक्निसियन छ भने ऊ टेक्निसियनलाई ल्याएर देखाएर समस्याको समाधान गर्नुपर्ने हुन्छ नभए फ्रिजमा अन्य अरू समस्याहरू पनि आउन सक्छ